यतिखेर हामी राज्यको हरेक क्षेत्रमा एकल जातीय बर्बरता हावी भएकै कारण हामी फेलर छौँ। त्यसको लागि हामीले केही कुराहरू यहाँ राखेका छौँ। गल्तीको सबभन्दा अन्तिम बिन्दु, मध्य बिन्दु र प्रथम बिन्दु भन्ने हुन्छ। गल्ती हुनको कारण, देश पछाडि पर्नको एउटै मात्रै कारण हुँदैन नि त। यो कस्तो भने यो देशको शुद्धिकरण, कुनै पनि देशको समृद्धि, सुख, खुसी, उन्नति, सभ्यताको विकास केले गर्छ भन्दा त त्यो देशको चाहिँ सरकारले गर्ने हो, राज्य सत्ताले गर्ने हो, सत्तामा गएको शासकहरूले गर्ने हो नि। शासकले जस्तो नीति, नियम, कानुन, शिक्षा, संस्कार, संस्कृति बसाल्यो त्यही हो नि। उत्तर कोरियामा त्यस्तै बनाए, त्यस्तै छ। इरानमा धर्म सापेक्ष छ, त्यस्तै किसिमको छ। नेपालमा पहिला राजा थियो, हिन्दूहरूले चलाइरहेको थियो, हिन्दू सापेक्ष छ, त्यसको प्रभाव अहिले पनि घटेको छैन। अनि नेपालका क्रान्तिकारी भनाउँदा माओवादी, कम्युनिस्टहरू, यो त्यो एक्सट्रिम कम्युनिजमहरू जस्तो मार्क्सवाद, लेनिनवाद, माओवाद भनाउँदा एकदम उग्र क्रान्तिकारीहरू, यिनीहरू सत्तामा बारम्बार पुग्दाखेरि समाजवादको कुनै मोडलले ल्याउन सकेन भनेपछि हाम्रो समग्र नेपालको मानिसको दिमाग नै परम्परागत मूल्य मान्यताबाट कब्जा छ। क्रान्तिकारीहरू सत्तामा पुगेर नै क्रान्ति ल्याउन सकेन, आर्थिक क्रान्ति ल्याउन सकेन, बौद्धिक क्रान्ति ल्याउन सकेन, औद्योगिक क्रान्ति ल्याउन सकेन, मानवीय क्रान्ति ल्याउन सक्दैन। परिवर्तन मानवीय सोच चिन्तन उही छ। राज्य सत्ताको बजेट, नीति तथा कानुनको एउटा फर्मेट पनि चेन्ज भएन। 58 सालमा ज्ञानेन्द्रले ल्याएको नि त्यही, 57 सालमा ल्याएको नि त्यही, प्रचण्ड आए पनि त्यही, बाबुराम आउनु त्यही, केपी ओली आए पनि त्यही, काङ्ग्रेस पुगे नि त्यही, यो हाम्रो सूर्यबहादुर थापाहरू पुगे नि त्यही। जसले गर्ने त्यो एउटा कम्तीमा बजेटको फर्मेट समेत पनि चेन्ज भएन। एउटा मान्छेले चेन्ज गरेको थियो, यसमा कहिले पनि कुरा भरत मोहन र मनमोहनले फर्मेट चेन्ज गरेको थियो र नेपालमा केही चेन्ज भएको। गल्ती कसले गर्छ? शासकहरूले गर्छ। शासकहरूले गरेको गल्ती त्यो देशको करोडौँ, एक दुईजना शासकको नियतको कारणले, एक दुईजना शासकको होइन मुताबिकताको कारणले, उसको इच्छा अनुकूलताको कानुन, नियम, संस्कृति, धर्म, समाज, देश बनाउन खोज्दाखेरि करोडौँ करोड मानिसहरूले युगौँ युगसम्म दुःख पाइरहेको छ। यो देश ठ्याक्कै हिन्दू सापेक्ष नस्लीय रूपमा त आलोचना गर्नु भएन। जे हो त्यो कुरालाई कसैको आस्था, धर्म, विश्वासमाथि ठेस पुगोस् होइन। असत्य, गलत, निर्मम होइन, कसैको त्यो धर्मले, कसैको आस्थाले, विश्वासले समाजका लाखौँ करोडौँ मानिसहरूलाई गरिब बनाइरहेछ होइन। त्यो देशमा द्वन्द्व सिर्जना गरिरहेछ, हिंसा गरिरहेछ, अत्याचार गरिरहेछ, गरिब बनाइरहेछ, त्यो देशलाई भ्रष्ट बनाइरहेछ भने त्यस्ता किसिमको धर्म, जात, नसलहरूको आस्थामा ठेस होइन। भत्काएर पहिरो फाल्नुपर्छ, पहिरो लाउनुपर्छ, यिनीहरू डोजर लाउनुपर्छ। यस्ता चिज समाजबाट यति तस नस बनाएर फाल्नुपर्छ कि यी चिजहरू मान्छेको मस्तिष्कबाट फाल्नु पर्यो, अनि संविधानबाट फाल्नु पर्यो, अनि शिक्षाबाट फालिदिनु पर्यो। त्यसपछि मानवीय संस्कृति, यो चिन्तन कल्चर नै गलत छ। हाम्रो चिन्तन कल्चर नै धनी हुने, समानता हुने, मानवता हुने, राष्ट्रियता, आफ्नो देशभित्र केही गरौँ, आफ्नो देशभित्र केही गरौँ होइन। पृथ्वीका हरेक देशका जतिसुकै गरिब र धनी किन नहुन्, त्यो देशको नागरिक, हर नागरिकले आफ्नो मातृभूमिप्रति त्यति नै माया गर्छ। आफ्नै देशमा बस्नु, आफ्नै देशमा धनी हो, आफ्नै समाजमा रमाउँ भन्ने, आफ्नै परिवारसँग बसौँ, आफ्नै माटोमा, आफ्नै भूमिमा, आफ्नै हावा बस्न चाहन्छ। अपर्च्युनिटी नभएपछि के गर्ने? बाँच्नु नसक्ने अवस्था आएपछि के गर्ने? आज भइरहेको विदेशका ती 80-90 लाख युवाहरू स्वाटै थर्ड लोअर भएर नेपालमा आइदियो भने त हामीले 15 दिन भोकमरीले मर्छौँ नि। यो अवस्था देशलाई यति कङ्गाल, यति तन्नुराम कुनै जातिले, कुनै धर्मले, कुनै संस्कारले, कुनै संविधानले, कुनै शिक्षाले, कुनै वर्गले गरिरहेको छ भने यसको यो त कसैको यो पक्ष पोषण र पूर्वाग्रह दुइटै होइन। पूर्वाग्रह राखेर नि होइन, पक्ष पोषण गरेर नि होइन। कसैलाई होइन यो नक्कली प्रशंसा गरेर, कसैले नियतवश चाहिँ क्रिटिसाइज गरेको होइन। सत्यता खुल्ला रूपमा भन्नुपर्छ, सत्यलाई अगाडि ल्याएर आउनुपर्छ, असत्यलाई हटाउनुपर्छ। त्यस कारणले गर्दाखेरि यो देशलाई शुद्धिकरण गर्न सकिन्छ। यो देश धनी हुन्छ, यो सम्पन्न हुन्छ। यो देशमा अथाह प्रचुर स्रोत साधनले भरिपूर्ण र संसारको सबभन्दा पौरखी, मेहनती, बहादुर, वीर गोर्खाली नेपालीहरूको देश भनेर विश्वको मान्छेले चिनेछ। हाम्रो ह्युमन रिसोर्स नै कहिले पनि युटिलाइज भएन। हाम्रो नेचुरल रिसोर्स नै कहिल्यै युटिलाइज भएन। हामी नेपालीहरूको मस्तिष्कलाई प्रयोग गर्ने, दिमाग प्रयोग गरेर इनोभेसन, इन्जिनियरिङ, यो वस्तुकला होइन, हरेक कुराहरूलाई अगाडि बढाउन ल्याउने अपर्च्युनिटी, अवसर न राज्यमा छ, न समाजमा छ। परिवारलाई कमजोर बनाएको छ। बहुसङ्ख्यक भनौँ न, अब 98% मान्छेहरू सबै गरिब हुन्, 2% मान्छेसँग छ अथाह सम्पत्ति, बाँकी सबै गरिब हुन्। मध्यवर्गहरू सबै ऋणमा डुबेका, डिप्रेसनमा गइसकेका छन्। नेपालका मध्यवर्गका ती गाडी घोडा देखावटी मात्रै हुन्। यो कम्पनी, त्यो उद्योग धन्दाहरू देखावटी मात्रै हुन्। तिनीहरू केही धान्नको लागि, केही गर्नको लागि कोसिस मात्रै गरिरहेको त ऋण र ब्याजले हरेक व्यवसायहरू आज डिप्रेसनमा छ। नेपालभित्र भएका पनि विदेशमा गएको जिउँदो आउनेको लास आउने यो ठेगान छैन। परिवार विचलन, बिछोट, यो देशको
दुर्दशा, यो देशको पीडा, यो देशको अवस्थाको कुन सिराबाट केलाउँ, यो एकदम गाह्रो, असम्भव, धेरै धेरै गाह्रो छ। अब यसो भन्दै राजा ल्याउने आन्दोलन नरे, कोही सुन चोर रहेछ, कोही भाटबटिनीबाट गएर बियर चोर रहेछ, त्यस्ताले ल्याउँछन् राजा, यत्रो ल्याउँछ राजा, सबै चोर भेला भएको रहेछन्। कता हिँडेको राजावादी हो, भाटबटिनी फोरेको, ल्यापटप चोरेको, मोबाइल चोरेको, घडी चोरेको, कपडा चोरेको, फलफुल चोरेको, ऊर्जा मन्त्री राजीनामा दे, गुलमान घिसिङ फिर्ताले, गुलमान घिसिङ फिर्ताले, भ्रष्टाचार सरकार चाहिँदैन, भ्रष्टाचार सरकार चाहिँदैन, देश लुट्न पाइँदैन, देश लुट्न पाइँदैन, सम्पूर्ण युवा एक